बोर्डमा राखिदिनुहोस्, सुरुवात गर्नुहोस्। शान्तपूर्वक र पवित्र रूपले यो पवित्र विधिमा भाग लिनु आफै आफूलाई तयार गरौँ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह अनि परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहसंगत तपाईहरु सबैसँग हुन्। तपाईँको आत्मासँग पनि। प्रिय दाजुभाइ दिदीबहिनीहरू, हाम्रा प्रभु येशू ख्रीष्ट मृत्युदेखि जीवनमा पार तार्नु भएको यस अति पवित्र रातमा माता धर्म मण्डलीले संसारभरि चारैतिर छरपष्ट भएका आफ्ना पुत्र पुत्रीहरूलाई एकत्रित भए जग्गा रहन र प्रार्थना गर्न निमन्त्रण गर्छौँ। हामीले प्रभु येशूको वचन सुनेर अनि उहाँको मुक्तिको रहस्यहरूको उत्सव मनाएर उहाँको पासको महोत्सवलाई यस प्रकारले सम्झना गर्यौँ भने तब मृत्युमाथि उहाँको विजय र द्वारा हामीहरू स्वर्गीय सहले यदि प्रज्वलित गर्न सकौँ कि स्वच्छ पारेको मन हृदय लिएर हामीहरू चिरस्थायी भव्यताका क्षणहरू मनाउन पुग्न सकौँ। ख्रीष्ट हाम्रा प्रभुद्वारा आमेन। ख्रीष्ट हिजो अनि आज आदि अनि अन्त, अल्फा अनि ओमेगा, सबै समय उहाँको हो। अनि सम्पूर्ण युगहरू पनि उहाँले नै पूर्ण महिमा र सामर्थ्य हरेक शताब्दीदेखि हुँदै युगान्युगसम्म आमेन। उहाँको पवित्र अनि महिमापूर्ण छोटहरूद्वारा महिमा सहित उदय हुने ख्रीष्टको ज्योतिले हाम्रो मन र हृदयको अन्धकार घटाइदियोस्। क्रिस्तन हाम्रो ज्योति परमेश्वरलाई
अलि साइडमा निस्किनुहोस् न सबैले आउनु शैतानले किन भित्र पस्यो होला नगर्दिनुहोस् क्रिस्टल हाम्रो ज्योति सबैले बाल्नुहोस् हल्ला नगरिदिनुहोस् दया गरी सन्तानलाई दासबाट छुटाई लाल सागरबाट सुक्खा
परमेश्वरले देख्नुभयो अनि ती वस्तु अति उत्तम थियो। उत्पत्ति नामक पुस्तकबाट लिएको पाठ। सुरुमा परमेश्वर शून्य थियो, विशाल व्रत अन्धकारले ढाकिएको थियो। परमेश्वरको आत्मा पानी माथि माथि रलिरहेको थियो। परमेश्वरले भन्नुभयो, प्रकाश होस्, अनि प्रकाश भयो। परमेश्वरले देख्नुभयो, प्रकाश असल छ। परमेश्वरले अन्धकार र प्रकाश छुट्याउनु भयो। परमेश्वरले प्रकाशलाई दिन र अन्धकारलाई रात भन्नुभयो। साँझ भयो, बिहान भयो, पहिलो दिन। त्यसपछि परमेश्वरले भन्नुभयो, पानी एउटालाई अर्कोदेखि छुट्याउन पानीहरूको माझ नयाँ र उचित कुरा मन पराउनुहुन्छ। पृथ्वी भरिलो हुन्छ प्रभुको ममताले। तपाईहरुको प्रत्युत्तर, उहाँको वचनमा स्वर्गहरू बनियो, मुखको सासले सारा स्वर्गीय सैनिक दल। सागरको छाल उहाँले सङ्घिर्नुहुन्छ, घैँचोमा गहिराईको पानी थैलामा भर्नुहुन्छ। तपाईहरुको प्रत्युत्तर, धन्य हुन् ती जसको ईश्वर नै प्रभु हुनुहुन्छ, आफ्नै हिस्सामा जुन जातिलाई उहाँले चुन्नु भएको छ। स्वर्गबाट प्रभुले नजर लगाउनुहुन्छ, मानिसहरूको सारा सन्तानलाई देख्नुहुन्छ। तपाईहरुको प्रत्युत्तर, बीचको सुक्खा पथबाट पार भए। निर्गमन नामक पुस्तकबाट लिएको आजको दोस्रो पाठ। प्रभुले मोइजालाई भन्नुभयो, तिमीले मलाई किन गुहारेको? इस्राएलीहरूलाई अघि बढ्नु भन। तिमीले चाहिँ आफ्नो डन्डा उठाएर र आफ्नो हात सागरतर्फ फैलाएर त्यस समुद्रलाई दुई भागमा बाँडिदेऊ। त्यसो भए इस्राएलीहरू सुक्खा भूमिमाथि भएर सागर पार गर्न सक्छ। तर म चाहिँ मिश्रीहरूको हृदयमा यति एकोहोरो बनाइदिन्छु कि तिनीहरूले इस्राएलीहरूलाई पिछा गरिरहन्छ। एवं फरोन, उसका सेना, रथ र घोडसवारमाथि विजय ख्याति प्राप्त गर्नेछु। मैले फरोन, उसका सेना, रथ र घोडसवार सबैमाथि विजय ख्याति प्राप्त गरेपछि प्रभुको वचन ममा आयो, हे मानव पुत्र, इस्राएल वंश आफ्नै भूमिमा बस्थे, तर उनीहरूले आफ्नै आचार व्यवहारहरूद्वारा आफ्नो देशलाई अशुद्ध पारे। मेरो नजरमा त उनीहरूको चरित्र अशुद्धिमा परेको आइमाईको अशुद्धता जस्तो थियो। तसर्थ मैले तिनीहरूमाथि आफ्नो रिस झारे, किनभने उनीहरूले आफ्नै भूमिमा खुन गरेका थिए अनि मूर्ति पूजाले देश अशुद्ध पारेका थिए। मैले तिनीहरूलाई राष्ट्रहरूमा छरिदिए औ उनीहरूलाई देश देशमा छरिदिए। उनीहरूको आचार व्यवहार हेरेर मैले उनीहरूलाई दण्डाज्ञा दिए। जुनसुकै अन्य जातिहरू कहाँ उनीहरू गए, परमेश्वरको
सबै उहाँको मृत्युमा डुबाएका थियौँ। हो, दीक्षा स्नानद्वारा हामी उहाँसँगै मृत हुन दफनाएका थियौँ। पिताको महिमापूर्ण शक्तिद्वारा ख्रीष्टको पुनरुत्थान भए झै हामी पनि जीवनको नव पदमा हिँड्न सकौँ भनी दफनायौँ। उहाँको जस्तो मृत्युद्वारा हामी उहाँसँगै एक भयौँ भने उहाँको जस्तो पुनरुत्थानद्वारा पनि उहाँसँगै हामी एक हुनेछौँ। अब पापको दास हुन छोडौँ भनी पापपूर्ण आफ्नो प्रकृति नष्ट गर्नलाई हाम्रो गालिलीबाट यीशुसँगै आउने स्वास्नी मानिसहरू हप्ताको पहिलो दिन झिसमिस उज्यालोमै आफैले तयार पारेको सुगन्धित चन्दनहरू लिएर चिहानमा आए। चिहानदेखि मुखको ढुङ्गो गुडियाएको पाए। भित्र पस्दा प्रभु येशूको मृतदेह भेटेनन्। यसरी के भयो होला भनी अलमल परेका बेला चम्किलो पोसाक पहिरिएका दुईजना मानिसहरू तिनीहरूको छेउमा उभिन आए। स्वास्नी मानिसहरूले भयभीत भई भुइँमा आँखा